आज म चन्सुरको रेसिपी बनाउन गइरहेकी छु। पहिला चन्सुरलाई राम्रोसँग केलाइसकेपछि चिसो पानीले पखाल्नुपर्छ। अब चिसो पानीले पखाल्छु, खनाउँछु र थोरै पानी हालेर भिजाउँछु। यसलाई 5 मिनटसम्म भिजाउनुपर्छ। अब म यसलाई खजुर लिएँ, खजुर अनि नट्स अनि त्यसपछि काजु लिएँ। खजुरलाई सानो सानो टुक्रामा काटेर राख्छु भने यो र यो मिक्सरमा पिन्छु। म पिनेको आलमन्ड अनि काजुलाई अब कचौरामा खनाएँ र यहाँ चाहिँ खजुरलाई मसिनो गरेर काटेको छु। अब मैले सबै त्यसैमा हाल्छु। चम्चा घिउ रान्झिकेँ। अब घिउ पग्लिँदैछ, एकछिन राम्रोसँग पगाल्ने र खर्याउने। अनि त्यसपछि घिउ तातिसकेको छ। तातेको घिउमा मैले मसिनो गरी काटेको खजुरलाई पुर्याइदिएकी छु। मैले चाहिँ अरूले भन्दा भिन्न किसिमले चनासुर पकाउँदैछु। अब यसलाई मजाले भुट्ने। सकेपछि मैले यहाँ भिजाएर राखेको चन्सुरलाई चाहिँ अब यसैमा छोडिदिएर पकाउँछु। थोरै पानीमा पकाउने। अब म हल्का पानीमा पाकिसकेपछि दुध हाल्छु। दुध चाहिँ जति धेरै हाल्न सक्यो त्यति राम्रो हुन्छ, तर आज चाहिँ ग्यासमा नानीले दुध सुकाइछ। अब यस्तो बाक्लो हुन्जेल पाकिसकेपछि अघि मैले पिनेको यो आलमन्ड र काजुलाई यसैमा मिक्स गर्छु र राम्रोसँग चलाउँछु। थोरै मरिचको र लाङसुक्नेको धुलो राख्छु। त्यसपछि थोरै चिनी आवश्यकता अनुसारको अनि राम्रोसँग चलाउँछु। अब लगभग तयार भइसकेको छ। अब हाम्रो चनासुर रेडी भइसकेको छ। अब हामीले कचौरामा खनाएर तातो चन्सुर खान्छौँ। तपाईहरू पनि मेरो तरिकाबाट चन्सुर पकाएर खानुहोला। मेरो भिडियोलाई लाइक, कमेन्ट र सेयर गरिदिनु होला। हामीले पकाएको रेसिपी अब हामीले तातै खाँदैछौँ। हजुरलाई मन पर्यो भने लाइक, सेयर र कमेन्ट गरिदिनु होला र पुनः हाम्रो किचनमा फेरि भेटौँला अर्को रेसिपी